Yo, yo, माफ गर आमा तिमीले सोचे जस्तो भएन हजुरले भने कुराहरू मैले सुनेन अहिले पस्ताउँदैछु ती कुराहरू सम्झिँदा मनबाट आगो भकानु रुँदैछु आँखाभरि टन्न आँसु आमालाई सम्झिरहेको छु मनमा त छन् टन्नै कुराहरू तर आमालाई कहाँ भन्न पाछु रात काट्न आमाको तस्बिर हेरी बस्छु जहिले नि भन्थ्यो बाबु नराम्रो बाटो तिमी कहिले नजानु बाबु मैले त सुनेन ती आमाले भनेका कुराहरू याउ पस्ताउँदैछु अहिले आमाले भने कुराहरू पहिले दिमागमा लिँदैछु अहिले पस्ताउँदैछु अहिले आमाले भने कुराहरू पहिले याउ दिमागमा लिँदैछु अहिले याउ नराम्रो बाटो लागि म गाजा चुरोट तान्न थालेँ गल्ती त धेरै गरेँ मैले जिन्दगी बेकारमा फालेँ अहिले आमालाई धेरै दुःख पाउँदो दिएँ मैले सताउँदै दिन रात पैसा माग्थेँ आमालाई पैसा नभएको टाइममा लुकी लुकी दिन्थिन् मलाई त्यो पैसा लगेर रातिको 1-2 बजे आउँथे घर आमा त रुँदै बस्थिन् मेरै भर बुझ्थेन मैले हल्लारे भर ठिक के गर्नु यस्तै छ नि जिन्दगी।